सालको कुरा गर न, सालको कुरा ल। सालको कुरा चाहिँ के हो सर एकचोटि भनौँ त। तपाईँले चाहिँ अघि ठ्याक्क मैले बिर्सेछु सालको कुरा चाहिँ होइन। मलाई चाहिँ साल बेच्यो भने चाहिँ यति करोड आउँछ भन्नुभयो जस्तो छवटा कुरा है त होइन। नेपाल गरिब होइन क्या सर है, नेपाललाई जबरजस्ती गरिब बनाएको सोच शिक्षा र नीति गरिब हो क्या सर है। नेपालको छवटा कुरा के, एउटा भनेको साल भयो। साल भनेको तपाईँले खै आँखा नहेर्ने हो मान्छेले जस्तो लाग्छ कहिले काहीँ। के हो सालको कुरा चाहिँ के हो? साल के भन्दाखेरि साल होइन, यो बोट बिरुवाहरू चाहिँ मेरो एउटा गुरु हुनुहुन्छ, एउटा विज्ञको टोली छ कि सर है। अनि मलाई दुई तीनवटा प्रश्न छ, तपाईँले एन्सर दिनु है त्यो साल। अनि चाहिँ कस्तो भन्दाखेरि चाहिँ जस्तो अहिले भर्खर तपाईँलाई मिनिमम भनेको तपाईँले जानु गर्नु त्योभन्दा धेरै नै छ। मिनिमम 3600 खरब सालहरू छन् कि 3600 करोडवटा सालहरू छन् नेपालभरि। अनि त्यो मध्ये चाहिँ 10% चाहिँ काट्न मिल्ने खालका छन्। यो नम्बर कसरी आयो? 3600 करोडै छ जस्तो कसरी आयो भन्दाखेरि चाहिँ जस्तो नेपालको अहिले टोटल एरिया भनेको 1,81,000 स्क्वायर वर्ग किलोमिटर होइन। त्यो मध्ये नेपालको फोरेस्ट भनेको अहिले 43 to 45% होइन। फोरेस्टको पनि 8 देखि 10% चाहिँ सालहरू छ होइन। 100 स्क्वायर किलोमिटर एरियामा हामीले हेर्दाखेरि अराउन्ड तपाईँको 50 to 200 बोटहरू छ कि। त्यसरी मल्टिप्लाई गरेर तपाईँले क्यालकुलेट गरेर मैले पनि होइन, मेरो एउटा टोली छ, उनीहरूले हो। सालबाट चाहिँ कसरी धनी बन्नु? अब जस्तो मेरो अर्खा चाहिँ मेरो घर छ हजुरआमाको होइन। मेरो हजुरबाको नि हजुरबाले बनाएको घर हो क्या सर है। साल भनेको एकदमै बलियो, सबभन्दा बलियो काठ हो क्या है। अहिले नेपालमा यति धेरै छ कि एउटै तपाईँले सालको बोटलाई मिनिमम पनि 10-15 लाख पर्छ अहिले पनि सिङ्गल लिँदाखेरि। त्यसलाई फर्निचर बनाए 1 करोडसम्म पर्छ कि सर होइन। प्रत्येक नेपालीको भागमा अहिले 3600 करोडवटा नि त। त्यो मध्येको 10% भनेको भन्दा 360 करोड हो। त्यो मध्ये 1% मा त 36 करोड होइन। एकजनाको भागमा 12वटा पर्छ कि। 12वटा सालहरू पर्दाखेरि त 1 करोड त यतिकै नै भयो। मतलब भन्न खोजेको चाहिँ नेपाल प्र्याक्टिकल छ कुरा, साइन्टिफिक एकदमै एकदम प्र्याक्टिकल छ। कसरी गर्ने भन्दाखेरि चाहिँ सर होइन, एउटा बोट काट्ने होइन, 5वटा रोप्ने, 10वटा रोप्ने होइन। हरियो वन नेपालको धन भन्ने थाहा छ नि त। त्यो त वनमा के छ बुझ्नु पर्यो क्या सर है। अनि हाम्रो भागमा चाहिँ कसरी पर्यो त्यो साल? त्यो त सरकारको भएन र के हो? सरकार हाम्रो होइन र सर, सरकार त जनताको हो नि सर। कुनै पनि देश धनी हुनका लागि त्यसको अप्टिमम रिसोर्स युटिलाइजेसन हुनुपर्छ के। नेपालमा 6वटा खतरा रिसोर्सेसहरू छ है। 6वटा खतरा रिसोर्सेसहरू के छ भन्दाखेरि चाहिँ एउटा भनेको साल हो। तपाईँले हेर्नु न, पूर्वदेखि यो महेन्द्र राजमार्ग वरिपरि सबै साल छ कि छैन? त्यो साल सबै डिफरेन्स गर्दा के प्रब्लम हुँदैन? 1% 10% काट्ने हो कि सर। 10% काटेर एउटा काटेर 10वटा रोप्ने हो कि सर। नेपालको राजनीति जस्तो भएको थियो नि जङ्गलमा पनि त्यस्तै भएको। ट्रेड कसरी गर्ने सोच्नु भएको थियो तपाईँले? अब त्यस ट्रेड चाहिँ के छ भन्दा सालको यति धेरै डिमान्ड छ कि सर यो फर्निचरहरूको, ह्यान्डिक्राफ्टहरूको। नेपालमै कि बाहिर? नेपालमै पनि छ। नेपालमै महिनाको 26 अरबको चाहिँ मल्सन साल बाहिरबाट आइरहेको छ कि सर। पछि त्यसलाई मेन कुरा के भन्दाखेरि नेपालमा इम्पोर्ट कति छ अहिले वर्षको? 14 खरबको इम्पोर्ट छ नि त बाहिरबाट। एक्सपोर्ट कति छ? नो आइडिया। 1 खरब पनि छैन कि है। अब 13 खरब त हाम्रो वर्षको ट्रेड डेफिसिट छ। सबभन्दा धेरै के इम्पोर्ट हुन्छ थाहा छ? के? सबभन्दा धेरै चाहिँ खानेकुरा इम्पोर्ट हुन्छ सर होइन। 3-4 खरबको 4 खरब जति खानेकुरा। हाम्रोमा खानेकुरा केही हुँदैन सर, चामल नहुने देश होइन नि त। तर सफिसियन्ट भएन होला कि प्रोडक्सन लेभलमा? 2050 सम्म चाहिँ हाम्रो सफिसियन्ट थियो। 54 मा चाहिँ हाम्रो डेफिसिट सुरु भयो होइन। इन्डियामा पनि तपाईँको अमेरिकाबाट गहुँ आउँथ्यो अरे पहिला होइन, अहिले जान्छ नि त। जस्तो अब नेपालको चाहिँ अहिले के छ भन्दाखेरि चाहिँ 2050 सम्म हामी जन्मिँदासम्म चाहिँ नेपाल ब्यालेन्समा थियो। जति एक्सपोर्ट थियो त्यति नै इम्पोर्ट थियो, ब्यालेन्समा थियो। त्यसपछि 60-65 सालदेखि एकदमै डाउनफल सुरु भयो कि होइन। अब जस्तो 2015 देखि त एकदमै डाउनफल सुरु भयो कि सर। 2015 मा प्रधानमन्त्री हुँदाखेरि उसले एउटा कार्यक्रम ल्यायो होइन। 3 वर्षभित्र अन्नलाई, 5 वर्षभित्र फलफुल लगाएर 7 वर्षभित्र चाहिँ हामी यो खानेकुराहरूलाई रिप्लेस गर्ने भनेर 22 सम्ममा गर्ने भन्ने कुराहरू गर्यो। तर उल्टो भइदियो कि होइन। अनि एकदमै ट्रेड डेफिसिट बढिरहेछ क्या हाम्रो क्या सर हाम्रो गाउँहरूमा होइन। हाम्रो गाउँ त रित्तो भइसक्यो सर, अहिले सहर रित्तिँदैछ बिस्तारै बिस्तारै। अनि तपाईँ काठमाडौँको मान्छे, न्युरोडको मान्छे होइन। तर इन्स्टेड अफ साल काट्नुभन्दा पनि ट्रेड अब अर्को भने फर्स्टमा चाहिँ खानेकुरा, सेकेन्डमा लाउने कुरा, थर्डमा चाहिँ फर्निचर हो कि सर। नेपालमा सबभन्दा धेरै इम्पोर्ट हुने कि होइन। वर्षमा 2-3 खरबको त फर्निचर मात्रै आउँछ कि। 2-3 खरब त बचिहाल्यो एउटा कुरा। एक्सपोर्ट हुन्छ के छ अर्को कुरा? एक्सपोर्टमा हुने त हाम्रोमा 2-4वटा कुराहरू मात्रै छ कि। सबभन्दा धेरै एक्सपोर्ट हुने भनेको नेपालबाट एउटा भनेको अलैँची, अर्को भनेको तोरी, अर्को भनेको भनौँ न अलिअलि 2-4वटा कुराहरू जडिबुटी। यति नै एक्सपोर्ट हुने नेपालमा? थोरै छ, एकदमै थोरै छ है त। अनि अलिअलि गार्मेन्टहरू होइन। अनि चाहिँ थोरै मात्रै एक्सपोर्ट हुन्छ, 1 खरब पनि छैन कि। यो चिजहरू पनि एक्सपोर्टको लेभलमा ल्याउनु पर्यो भन्ने तपाईँको लेभलमा। अर्को कुरा भनेको चाहिँ मैले के भनेको भन्दाखेरि साल भनेको एउटा बेस भयो क्या। सालको तलपट्टि के हुन्छ? थाकल हुन्छ सर। थाकल के हो? जरा? थाकल भनेको चाहिँ एउटा प्लान्ट हो कि, एउटा प्लान्ट हो। त्यो प्लान्टको चाहिँ जिन्स बबाल बन्छ कि
होइन जिन्स चाहिँ बबाल बन्छ अर्को त्यसको जुन भित्र दाना हुन्छ नि 1-2 किलोको एउटा दाना हुन्छ क्या यत्रो गिठो जस्तो हुन्छ क्या त्यो एकदमै प्रोटिनको हाई प्रोटिन सोर्स हो क्या सर खानु मैले इडेबल हो इडिबल हो खतरा प्रोटिन सोर्स हो क्या होइन त्यो फुड पाउडरको रूपमा त्यो म्यासिभ युज हुन्छ कि होइन अर्को भनेको तपाईँले म जङ्गलमै हरेक जङ्गलमा सर 500 जना मान्छेले दिनमा 5,000 रुपियाँ कमाउन सक्छ क्या सर नेपालको त्यति धेरै कुराहरू छ एउटा भनेको त थाकल भयो होइन अर्को बनगिठा वन लसुन जस्तो जाजरकोट र रुकुमको जङ्गलमा च्याउ छ रातो च्याउ छ वाइल्डवाला रातो च्याउ हामीले सिकाइदियो भने त्यहाँ धेरै प्रकारको च्याउ छ छन चाहिँ सिताके पनि छ जङ्गलमै छ कि फलाउनु पनि पर्दैन कि अनि त्यो च्याउ भनेको चाहिँ अमेरिकामा अहिले 5 लाख रुपियाँ किलो पर्छ कि सर $11 भनेर हेर्नु न हाम्रो फालाफाल जतिकै हाम्रोमा वाइल्ड हेरे छ कि सर अरबको छ कि सर हामी टिपेर ल्याएर बेच्छौँ भनेको मिल्दैन अरे अब फेरि अब होइन कुहेर गइरहेछ कि त्यहाँनिर अब फेरि हुन्छ नि अनि वन लसुन बनगिठा वन तरुल लास्टै धेरै छ कि सर यो होइन वन बेसार होइन जङ्गलमै बेसार यो सबै रिसर्च तपाईँले कहिले गर्ने भन्नुभयो खासमा जङ्गलको बारे चाहिँ अब जस्तो म MBS पढेर भइसकेपछि 1 वर्ष काम गर्नु पनि 1 वर्ष मैले काम गर्नु चाहिँ त्यसपछि अर्को 1 वर्ष चाहिँ म यही जङ्गलमा यस्तै पानी यस्तै खाने यस्तै खोज्दै हिँडेँ अनि म MD पढ्दा पनि म आफै सेल्फ भोलन्टरीली अनि मसँग खास गुरु हुन्थ्यो कि जस्तो एकजना पानी सम्बन्धी विज्ञ बोकेर मैले पानीको बारेमा खोज्दै हिँड्थेँ होइन एकजना चाहिँ खानी सम्बन्धी नेपालमा 162वटा फलाम खाने 147वटा तामा खाने 47वटा सुन खाने 22वटा हिरा खाने 6वटा युरेनियम खाने 3वटा ग्याडोलिनियम खाने युरेनियम छ नेपालमा युरेनियमको त 6वटा खाने त हामीले भेटेँ सर कहाँ छ भन्दाखेरि एउटा चाहिँ यत्रो हुँदैन अमेरिकाले हाम्रो कब्जा गरेको छैन मलाई चाहिँ नेपालमा सबभन्दा स्पेसको पोटेन्सियल मैले किन देख्छु भन्दाखेरि चाहिँ अहिले पनि त्यसैका लडाइ हो कि सर अहिले पनि लडाइ त्यसैका लागि नै हो कि होइन युरेनियमको 6वटा खान्छ नेपालमा होइन एउटा खानी चाहिँ हाम्रो मुस्ताङमा छ एउटा मकवानपुरको हाम्रो उपलब्ध कति लिमिटमा छ भन्ने कुरा नै होला नि फेरि 6,000 टन भन्दा धेरै छ कि सर त्यो भनेको इनफ हो चाहिने भन्दा बेसी हो कि सर मुस्ताङमा मात्रै भएको होइन लगभग 6 किलोमिटर एरियामा रेडियसमा छ क्या त्यहाँनिर त्यो पनि कसरी स्टडी हुन्छ भन्दाखेरि पृथ्वीको पनि भिडियो एक्सरे गरेर एउटा वेब दिएर त्यो वेबको रिफ्लेक्सनले चाहिँ त्यो पत्ता लगाउन मिल्दो रहेछ कि एउटा जापानिज टोलीहरू थियो हामीसँग होइन उनीहरूले चाहिँ हामीलाई माथिबाटै स्क्रिन गर्थ्यो अनि त्यहाँ खन्ने खोदल्ने दुनियाँ गर्ने त्यो त भइहाल्यो होइन अर्को भनेको जस्तो नवलपरासीमा फलाम खान्छ एउटा 10 खरबको एउटा खान्छ क्या फलाम खानी अनि वान अफ द लार्जेस्ट फलाम खाने हो क्या त्यो अनि खानी नभएको जिल्लै छैन क्या सर एउटा पनि मैले एउटा जिल्ला होइन खाली नभएको यो चिजहरू चाहिँ सरकारले पत्ता लगाइसक्यो होला सरकारले पनि पत्ता त लागेको छ पत्ता राणाकालमै लागेको फेरि धेरैवटा खाने अब कस्तो भइदियो भन्दाखेरि चाहिँ नेपालको रिसोर्सहरूलाई सबैलाई बन्द गरेर विदेशबाट ल्याउने र नेपालको युवा मात्र बेच्ने नीति भइदियो क्या राजा रेमिटेन्स खाने जस्तो नेपालमा 2टा कुरा मात्र बेचे यिनीहरूलाई खोला बेचे युवा बेचे क्या मेरो चाहना के भन्दाखेरि खोला बेच्ने होइन साथी हो खोलाको पानी बेचौँ माछा बेचौँ जडीबुटी बेचौँ होइन युवा बेच्ने होइन साथी हो युवाले गरेको उत्पादन बेचौँ सिप बेचौँ कला बेचौँ अनि पो देश धनी हुन्छ त होइन र अनि त्यसरी